आज अन्तर्राष्ट्रिय मजदुर दिवस। मजदुरहरूले आज मूर्ख हुने दिवस हो, उल्लु हुने दिवस हो, बेवकुफ हुने दिवस हो। मजदुरहरू ढाँटिने दिवस हो र मजदुरहरूको अप्रिल फुल आज ठुलो अप्रिल फुल हो मजदुरहरूको। किनभने मजदुरको हक हितमा आज के गरिन्छ त, के बाँडिन्छ त, के दिइन्छ त? आज मजदुरहरूको हितको लागि पारिश्रमिक बढाउने दिन हो त? त्यो त होइन होला। कि हो मलाई थाहा भएन। यसको यदि हो रहेछ भने कमेन्टमा लेख्नु होला। आज मजदुरहरू संसारभरि उल्लु हुने दिन हो, मूर्ख हुने दिन हो कि। घन्टाको 75 रुपैयाँ, यानि कि अब सुक्खा उसको दैनिक 600 मात्रै हो। अब 600 मा अब 2 साग भात आउँछ। बिहान बेलुकाको एक साग भात आउँछ। राम्रै अब ठिक्ककै भात खाँदाखेरि पनि भने 1 साग पेटको लागि अथवा 2 साग पेटको लागि मर्ने दिन। यसैले अब ठुल्ठुला सपना बाँडिन्छ, झुटो बोलिन्छ, पत्याउन बाध्य हुने दिन। यस्तो दिवस तपाईहरूले मान्नुभयो कि भएन? मान्नु हुँदै होला, ठिकै छ, मान्नु होला, तपाईँहरूको आफ्नो कुरा हो। तर वास्तविक मजदुरहरूले मजदुर दिवस चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि उसको अन्तर्राष्ट्रिय मापदण्डको उचित पारिश्रमिक मूल्य पाउने दिन हुनु पर्यो। मजदुरहरूले पाउने सुविधा हुनु पर्यो। मजदुरहरूले निशुल्क बिमा हुनु पर्यो। अनि मात्रै मजदुर दिवस भनिन्छ। तपाईहरूलाई आज मैले मजदुर दिवस यस्तो हुनुपर्छ भन्ने मैले आफ्नो व्यक्तिगत धारणा राखेको। मैले यो मजदुरको पक्षमा हुन्छ होला भनेर मैले बोलेको हो। यस्तो खालको मजदुर दिवस आजको र योभन्दा अगाडिको मजदुर दिवस मैले मनाउँदिनँ पनि, दिइनँ। यस्तो मजदुर दिवसको शुभकामना लिइनँ पनि, दिइनँ पनि, लिन्न पनि, दिन्न पनि। तपाईहरूलाई कस्तो लाग्छ? आफ्नो आफ्नो विचार कमेन्टमा लेख्नु होला। धन्यवाद।